हेलो दोस्तों, नमस्कार। नक नक हेलो एन्ड नमस्ते सबैजनालाई। हो पहिले सबैजना सन्चै हुनुहुन्छ होला, आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला, बिरामी भएको भए। अनि यहाँहरूमा फेरि म नयाँ भिडियो लिएर आइसकेछु। अनि आजको भिडियो चाहिँ अलि स्पेसल नै हुन्छ। के अरे साथीको कलेज जाँदैछु म, मलाई बोलाइदिनु कि जाम भन्दै थिएन। अनि फेरि लदा नि हुन्छ भनेर तिनको फेयरवेल छ स्कुलमा, कलेजमा। अनि अहिले बजिरहेको छ 9 बज्न थालेको। अब तिनी एकछिनमा आउँछिन्, सँगै जाने हो। आज चाहिँ के कस्तो हुन्छ म कहिले होइन होइन, फर्स्ट टाइम हो मेरो पनि। अनि के हुन्छ रमाइलो हेरौँला। अहिले बसमा जाने हो अनि तिमीलाई पनि देखाउँदैछु म भिडियोमा अगाडि है त। उसले चाहिँ साडी लाएर आउँछु भन्दै थियो, अनि मलाई पनि कल गरेको थिएँ। के अरे साडी लाएर आऊ, साडी लाएर आऊ भनेर। मलाई चाहिँ कस्तो अर्कै लाग्यो, केही पनि कुर्तासम्म लगाएँ। नत्र मेरो प्लान चाहिँ टी सर्ट प्यान्टै लाउने थियो, तर कुर्ता लाएर जाँदै थियो। ठिकै छ, अब बसमा सँगै भेटौँला सँगै है। हेलो हाई, फाइनली हामी भेट्दैछौँ। अब बसमा छौँ। अरे उयो पछि भनौँ ल, यसको स्कुलमा मिलाइछ प्रोग्राम। हामी फर्स्ट टाइम साडी लगाएको अवस्था मलाई पनि भने कि म चाहिँ अटेन्ड गरेर मानेन होइन। अब प्रोग्राम देखिरह्यो, मलाई लाज लाग्यो, यहाँ डाँड लाग्यो। होइन घाम धेरै परेर होला फाउन्डेसनको रमालो। दिदीले के गर्नुभयो? ल बधाई छ दीदी नै होइन हमारी, इसके लिए मेरो भिडियो कुनै दिदी हो भने प्लिज कमेन्ट गरिदिनु होला। हामी आइसक्यौँ भन, बल्ल बल्ल गेटबाट छिर्यौँ। रिसोर्टमा जाने, रिसोर्टमा छ प्रोग्राम चाहिँ। म के भनिरहेँ त, म त के भन्ने आउनु। राम्रो देखियो, मलाई डर लाग्यो। उज्जा म नराम्ररी बनाइदिन्छु अहिले। अब हिँड्ने आउनु हामी त्यहाँभित्र छिर्नेवाला छौँ। बहुत लाज लागिरहेछ मलाई, यसलाई त लाउनु न। अब फर्स्ट टाइम साडी लाएर कस्तो भन्छ हिँड्न नसकेर। बकवास लग रही है लड़की। अभी तो थोड़ी देर बाद खूबसूरत बना दूंगी मैं। अनि मेरो लिपस्टिक उठ्यो अझै गएर क्या, म यहाँ केही हिँड्नै सकेको थिएन पनि। म त मास्क लाउनेवाला छु, हेर मेरो सेफ्टी छँदैछ मसँग। ल मैले त्यत्तिकै लिएर आइछु। पैसा तिरेर ल्याइके होइन, 100 रुपियाँ भाडा दिएको बिर्सिस। 140 रुपियाँ तिरे। ए अँ ल गाइज, हल्ला छ। यो हल्ला सुनेर थाहा पाइसक्नुभयो होला हामी कहाँ आइसक्यौँ भनेर। बोल्न पनि मिले होइन। अब कार्यक्रम चाहिँ स्टार्ट भइसकेको छ। खाना खाएर
यो टोकन जानको लागि हामी लाइनमा हम बहुत लामो लाइन हो यहाँ त सब भुक्कडहरूको लाइन मात्र कति भुक्कड छ मेन यो हो काठी पनि अरू पछाडि आन्टीले गाली गर्नुपर्छ लाइनमा बस्छ भनेर हामीले लाइनमा नाउँ होइन के गर्छ हाम्रो पालो आइसक्यो अब देखाउँ ए ब्युटिफुल गर्ल्स झन् ब्युटिफुल हो सरी ब्लग हो कि ब्लग हो बुझ्दैन गाइस अब हामीहरू सब प्रोग्राम भएर अब जान लाग्यो बसमा चढ्न लाग्यो स्कुल बसमै जान लाग्यो बस पनि अगाडि गइसक्यो औकात पे आ गई लड़की देखो मेकअप छूटे सी गाडी चढ्यो गाइज बोलो हामी गाडी चढेको अघि नै 15 मिनेट अगाडि हो तर बल्ल गाडी चल्यो जाम पर्यो थियो हाम्रो मात्र तीनटा गइसक्यो हाम्रो फोर्थ वाला लास्टमा पर्यो अब मेरो ओरिजिनल भनेको यो डुप्लिकेट को राम्रो देखियो भन्नु त गाइजहरु भन्नु त को राम्रो देखियो भन्नु नाच्नु कति काले देखिछु कि यार गाइज घुम्न त गइसक्यो बिहान जोसमा अलि सेन्टे गाह्रो भइनलाई पाउ बाटोहरू जाने अब तर हात छटपटे खाने है गाई छटपटे ल उही बस गयो हाम्रो गाडीको बसमा गइन्छ ए यसले गर्दा 15 मिनेटमा पुग्ने बाटोमा अब 1 घण्टा लाग्ने भयो यसले गर्दा बस छुट्यो जाँदै हो हाम्रो बस आयो अहिले चटपटी गरिहे उता चटपटी जाने हैन यो वर्ल्ड फेमस हाम्रो भाइरल चटपटी अङ्कललाई देखाउनेछु नमस्कार सन्चै हुनुहुन्छ ठिक छु म सानी थिएँ बाटोमा रोकेको थिएँ बाटोमा बाघ रोको त होइन केही मिठो चटपटी देख्दा पनि रुन्छ नि त अङ्कल तपाईँलाई के समस्या पर्यो भन्दै आइदिनु पानी खानुहुन्छ भन्छन् कि साँच्ची त्यहाँबाट तपाईँको फर्कियो नि नानु भने होइन लम्सर भने लम्सा लो नि भने लिएर भन्नु 1 लोटा पानी लिएर देखिस् कस्तो समाजसेवा गर्नुपर्छ
अन्त काली चटपटेको लागि हेर्नु गाइस यस्तो मुख बनाएर बस्न पर्यो देखावटी हाँसो हो यो गाइस चाहिँ ठेलामा आउनुलाई ठेला मिठो बनाउँछ कति मिनट लाग्छ भाइ यहाँको मलाई आउनु अङ्कल फ्रीमा हुनुहुन्छ मेरो भिडियो हेरेर आएको भन्यो भने कति डिस्काउन्ट छ कति पर्सेन्ट ल भन्नु अब मैले आइदिनु न डिस्काउन्टहरूको त के कुरा गरौँ त्यही पनि भनिदिनु न यस्तो ल होइन 2 चम्चा एक्स्ट्रा भनिदिनु न हालिदिनु माथिबाट पैसाको मतलब हुन्न तर टेस्ट हुन पर्यो नि त त्यसमा अनि टेस्ट भएपछि धेरै चाहिन्छ मिठो हेर 2 चम्चा बढी हाल्दैछ खुसी हेलो गाइस हामी बसमा चढ्यौँ 4 नम्बरबाट अब हिँड्न लाग्यो मेरो मेकअपपट्टि कुद्दा सास पऱ्यो यस्तो राम्रो लाइटिङको व्यवस्था भयो गोरी देख्छ छैन अब कस्तो लाग्यो भिडियो हेरेर लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सनु होला मेरो च्यानललाई म राम्रै छु हल्का धेरै गरिदिनु न तँले धन गर्दैन गरिदिन्छ नि मेरो साथीहरूलाई पठाइदिन्छु नि नगर्न बाई गाइस अर्को भिडियोमा भेटौँला अब अब घर जान लाग्यो बाई बाई लाइक गर्नुहोस् है बाई बाई